नेपालमा द्वन्द्वको दशकमा मानव अधिकारको न्यूनतम मान्यता समेत बाँकी नरहेको धारणा व्यक्त गर्न थालेका छन् मानव अधिकार कर्मीहरूले। माओवादीहरूले सुराकीको आरोपमा र सुरक्षाकर्मीहरूले माओवादी भएको आरोपमा खास गरी ग्रामीण क्षेत्रमा सर्वसाधारणको बाँच्ने अधिकार समेत खोज्ने गरेको पाइन्छ। पत्रकार श्याम श्रेष्ठको भनाइमा जनतालाई मर्का पर्ने काम माओवादीले गर्नु उनीहरूकै सिद्धान्तसित मिल्दैन। स्थानीय युद्ध सरदारवाद हाबी भइराखेको छ। यदि उहाँहरू साँच्चै नै लोकतन्त्र चाहने हो, त्यो पनि गणतान्त्रिक लोकतन्त्र चाहने हो भनेदेखि उहाँहरूले जनतालाई मर्का पर्ने, सर्वसाधारण जनतालाई मर्का पर्ने काम गर्नु हुँदैन थियो जस्तो लाग्छ। तर जो भइरहेछ यो आर्थिक नाकाबन्दी भनेको अब क्रान्ति वारपार हुने बेलामा गर्दाखेरि मान्छेले बुझ्न सक्ने कुरा हो। ल 5-7 दिन 10-15 दिन 20 दिन सही दिउँ त, वारपार हुन लागेछ भनेर सही कुरा हो। त हमेसा आर्थिक नाकाबन्दी हमेसा बन्द हमेसा गर्दाखेरि त यसबाट तपाईँले भने जस्तो धेरैभन्दा धेरै असर पर्ने त आज काम गरेर आजै खानुपर्ने त्यो खालको जनतालाई नै हो। एक किसिमको स्थानीय युद्ध सरदारवाद पैदा भइरहेछ। यो जथाभावी कार्यकर्ता रिक्रुट गर्ने उहाँहरूको जुन शैली छ त्यसले गर्दाखेरि रिक्रुट गर्यो, बन्दुक थमाइदियो, त्यसको विचार पनि बदलिया छैन, संस्कृति पनि बदलिया छैन। ती खालका कार्यकर्ताहरू एक किसिमको अनरुली भाषण, अराजक भाषण। त्यो अराजकताको एउटा उपज त अस्ति या दुल्लुमा देखियो। त्यही अराजकताको उपज हो त्यो। केन्द्रीय नीति अनुसार त्यस्तो गर्न मिल्दैन, तर कार्यकर्ता गरिरहेछ। त्यस कारणले यो खालको कामहरू चाहिँ भइरहेछ। यसमा चाहिँ यदि माओवादीले मन जितेर जनताको शासन गर्ने हो भने यो खालका क्रियाकलापहरू अविलम्ब बदल्नुपर्छ। यसको जरो कारणको रूपमा रहेको यो कार्यकर्ताहरूको जो संस्कृति हो, व्यवहार हो, त्यसलाई रूपान्तरित गर्नको लागि माओवादीले ठुलो बल गर्नुपर्छ। अन्यथा जनताबाट माओवादीको लोकप्रियता धेरै तीव्र गतिमा ह्रासको दिशातिर जान्छ जस्तो लाग्छ। त्यही ह्रासको संकेत दिन्छन् सधैँ जसो बन्द र नाकाबन्दीबाट आजित भइसकेका यी सर्वसाधारण। दुध चाहिँ अब यो धादिङ बन्द छ, त्यसले दुध हाम्रो बिक्री भएन, त्यसैले पोख्या हो। पोख्दा त अब चाहिँ मन त दुखिराखेको छ, अब के गर्ने दुखेर, अब बिक्री हुँदैन। दुध पोख्नको कारण अब यो घरिघरि बन्द, अहिले खास गरेर काठमाडौँमा नाकाबन्दी भएको हुँदाखेरि हामीलाई बडो अप्ठ्यारो परेको छ। दिनमा मेरो लगभग 50 लिटर दुध छ, त्यो के गर्ने, अब कता लैजाने, कसलाई दिने? कहिले धादिङ बन्द त कहिले काठमाडौँ बन्द, कहिले चितवन बन्द, कहिले नलपरासी बन्द। यस्ता चाहिँ ठाउँका चाहिँ बन्दले गर्दाखेरि किसानले दुध बेच्न पाइरहेको छैन। नाकाबन्दी दलले काठमाडौँ भेगतिर गएको छैन गरे। सबै गाडी सबैले नयाँ गाडी सब ब्याङ्कको लोनमा लिएका हुन्। अब एकातिर ब्याङ्कको लोन तिर्न नसक्ने, एकातिर समितिको आर्थिक स्थितिलाई पनि ख्यालमा राखी दैनिक चलानी कटेको छैन। त्यो हिसाबले घाटा त अब मैक्सिमम भइरहेको छ नि। 10 दिन हो गए इधर। कहाँ हो किशनगढ़ से राजस्थान? यहाँ तो 10 दिन हो गया है, बरौनी से लेकर के है। हाँ, नेपाल जाना है। हाँ, बहुत सी गाड़ी खड़ी है जो काठमांडू जाने के लिए। अब कब बताएं भाई, जब हड़ताल टूटेगा तभी तो जाएंगे। हम लोग के जाने से नहीं हो जाएगा। अनिश्चितकाल का हड़ताल बता रहे हैं। माओवादीहरूको सधैँजसो आह्वान हुने बन्द त छँदैछ। अर्कोतर्फ प्रमुख राजनैतिक दलहरूले समेत समय समयमा बन्दको आह्वान गर्दा सर्वसाधारणको भिडमार्का र देशको अर्थतन्त्रमाथिको नकारात्मक असर झन चर्कन जाने नै भयो। दलहरूले किन त्यस्तो आह्वान गर्छन् भनी सोद्धा नेपाली कांग्रेसका सभापति गिरिजा प्रसाद कोइराला भन्नुहुन्छ, राष्ट्रको अस्तित्वको कुरा जहाँ आउँछ यो बन्द भन्ने न्यून कुरा हो। अहिले राष्ट्रको अस्तित्वमाथि नै संकट परेको छ। त्यस बेलामा हामी एउटा जिम्मेदार पार्टी भएको हुँदा राष्ट्रको अस्तित्व जोगाउनु पर्ने उद्देश्यले पनि यो गरिएको हो। नेकपा एमालेका महासचिव माधव कुमार नेपाल माओवादीहरूले आफ्नो निरङ्कुशता लादिरहेको चर्चा गर्दै भन्नुहुन्छ, लोकप्रियता नै जाँच्ने हो भने माओवादीहरूले निर्वाचनमा जाने साहस गरून्न, अनि थाहा हुन्छ लोकप्रियता। बन्दुकको भरमा लोकप्रिय हुन सकिन्न। र जनताको प्रजातान्त्रिक अधिकार पनि हरण गरिरहेका छन् र आफ्नो निरङ्कुशता लादिरहेका छन्। यस्तो अवस्थामा माओवादीहरूले कसको समर्थन प्राप्त गर्ने? जनताको समर्थन पनि पाउन सकेका छैनन्, पार्टीहरूको पनि समर्थन पाउन सकेका छैनन्। सबैलाई चिडिआएका छन्। समाजको सबै क्षेत्रहरू चाहिँ आतंकित बनेको छ उनीहरूको व्यवहारले गर्दाखेरि। समर्थन प्राप्त भएको छैन भन्नुहुन्छ भनेदेखि दुईवटा बन्दुकबाट सुरु भएको विद्रोह आज 10 वर्षमा पुगेर यो स्थितिमा पुगेर कसरी समर्थन प्राप्त छैन उनीहरूले भन्न सक्नुहुन्छ? अब सिङ्गै देश त हिटलरले पनि कब्जा गरेका थियो, संसारै कब्जा गर्न खोजेका थियो हिटलरले। त्यस हुनाले अब त्यसको आधारमा त्यसको औचित्यता पुष्टि हुँदैन। पोल पोतले सिङ्गै कम्बोडिया नै कब्जा गरेका थियो 3 वर्षसम्म, त्यसबाट पुष्टि हुँदैन।
अवश्य पनि उनीहरूले सुरुको केही कालमा जनताको निम्ति सुधारका कामहरू गरेका हुन्, तर पछि गएर उनीहरूको नीति भनेको ज्यादा जनविरोधी हुन पुग्यो, राजनीतिक पार्टी विरोधी हुन पुग्यो, अरू पार्टीका कार्यकर्ताहरूको हत्या गर्न थाले। त्यसो हुनाले उनीहरू पपुलर छन् कि छैन भन्ने कुरा त एकचोटि उनीहरूले हतियार बिना निर्वाचनमा जाने आँट गरून् त हामी त तयार छौँ। राम्रो विचारधारालाई पनि गलत कार्यशैलीले बिगारिदिन सक्छ। मानवाधिकार कर्मी पद्मरत्न तुलाधर पनि द्वन्द्वमा संलग्न दुवै पक्षबाट जनताका हक अधिकारको हनन भइरहेको कुरा बताउनुहुन्छ। जस्तो एकातिर चाहिँ हतियार त्याग, हत्या हिंसा त्याग भनेर भन्ने, अर्कोतिर शान्तिपूर्ण तरिकाले नेपाल बन्द लगायत गर्दाखेरि त्यसको पनि विरोध। त्यस्तै अर्को कुरा अब युद्ध भन्ने कुरा छ, आफ्नो ठाउँमा जारी छ होइन। युद्धकै अवस्थामा पनि केही अन्तर्राष्ट्रिय मान्यता प्राप्त सिद्धान्तहरू छन् होइन, प्रचलनहरू छन्, कानुनहरू नै पनि छन्। जेनेभा कन्भेन्सन भन्ने गर्दछ, साझा धारा 3 भन्ने गर्दछ, त्यो लागू हुनुपर्दछ। अपहरण गर्न पाइँदैन, मार्न पाइँदैन, निहत्था व्यक्तिहरू, युद्धमा संलग्न नभएकाहरूलाई केही नोक्सानी गर्नै पाइँदैन, राज्यले पनि पाइँदैन। अब राज्यले पनि अब समात्छन्, बेपत्ता पार्छन्, यातना दिन्छन् होइन, अनि छुट्टा मुठभेडमा मार्छन्। संविधान विरोधी कुराहरू, मानवाधिकार विरोधी कुराहरू माओवादीहरू पनि अपहरण गर्ने, मार्ने गरेर आउँछ। सुरक्षा हिरासतमा रहेका मध्ये 70% यातना दिने गरिन्छ, 50% बलपूर्वक बयानमा सही गर्न लगाइन्छ भन्ने अनुसन्धानकर्ताहरूका आरोप छ। सैनिक प्रवक्ता दीपक गुरुङको भनाइमा यातना दिने र बलजफ्ती बयानमा दस्तखत गर्न लगाउने काम सुरक्षाकर्मीहरूबाट भएकै छैन। यातना दिने उसमा चाहिँ के छ भने त्यसमा चाहिँ नि यदि कम्प्लेन गर्छ, जस्तो अब कसैले यातना दिएको छ भने सुरक्षा फौज सामु आएर अथवा चाहिँ यो सैनिक जनसम्पर्क निर्देशनालयमा आएर रिपोर्ट गर्छ भने डेफिनेटली हामी त्यो रेकर्ड गर्छौँ। हाम्रो ह्युमन राइट्स सेल छ, त्यसले पनि रेकर्ड गर्छ र त्यसमा चाहिँ थप अनुसन्धान हुनसक्छ। भनेपछि तपाईँले कसैले आएर तपाईँमाथि चाहिँ त्यो निवेदन दिन्छ, म माथि अत्याचार भयो, मलाई यातना दिइयो सैनिक हिरासतमा भने तपाईँ ग्यारेन्टी दिनुहुन्छ कि तपाईँले त्यसको अनुसन्धान गरेर तपाईँहरूले चाहिँ दोषीलाई कारवाही गर्नुहुन्छ? डेफिनेटली त्यसमा चाहिँ हामी अनुसन्धान गर्छौँ। तर त्यो नभइकन यहाँ के भइरहेछ भने उतातिर मानवाधिकारवादीतिर गएर, सञ्चारकर्मीतिर गएर चाहिँ यो चाहिँ खालि एउटा प्रोपोगेन्डा गर्ने काम चाहिँ भइरहेको छ। र मेरो विचार भने जहाँसम्म मलाई ज्ञान छ, कसैलाई पनि बलपूर्वक चाहिँ नै सही गराइएको छैन। जब चाहिँ लाग्छ कि हामीलाई त्यो व्यक्ति निर्दोष छ भने त्यो निर्दोष व्यक्तिलाई हामीले छोडिरहेका छौँ र कुनै पनि चाहिँ निर्दोष व्यक्तिलाई चाहिँ जबरजस्ती चाहिँ दस्तखत गर्न लागेको चाहिँ छैन। नेपालका लागि भारतीय राजदूत शिवशंकर मुखर्जीको भनाइमा प्रजातान्त्रिक सरकारले जथाभावी रूपमा मानिसहरूलाई घेरेर सबैलाई आतंककारी भन्न सक्दैन। Under a democratic government, it is not possible for security forces to indiscriminately round up people and cordon off an entire area and declare everybody a terrorist. There is the constraint that the rule of law. उनीहरूलाई कानुनले बाँधेको हुन्छ, विद्रोहीहरूले चाहिँ यस्ता कानुनलाई लत्याउने गर्छन्। त्यसैले उनीहरू कहाँ छन् भनी थाहा पाएर उनीहरूलाई समाप्त गर्नु मात्र समाधान होइन, एउटा कठिन अवस्था हुने गर्छ। Just eliminating them. It's far more complex than that, a lot more difficult. घरबाट काठमाडौँ आउने क्रममा दोलखा जिल्लाको हलहले भन्ने ठाउँमा माओवादीहरूले बिछ्याइएको विद्युतीय धारा रोड माइनमा परेर मेरो चाहिँ ज्यान छेद विच्छेद अवस्थामा भएको, मेरो दायाँ हात अहिलेसम्म पनि हलचल गर्नु हुँदैन। द्वन्द्वको चपेटामा परेर अन्ध अपाङ्ग हुनेहरूको संख्या पनि महिनै पछि बढ्दो छ। पत्रकार कनक दीक्षित सार्वजनिक बाटोमा विद्युतीय धरापहरू राखेर माओवादीहरूले अन्तर्राष्ट्रिय कानुन र जनचाहना दुवैको उल्लङ्घन गरिरहेको कुरा बताउनुहुन्छ। सार्वजनिक बाटोघाटो, राजमार्गहरूमा विद्युतीय धराप र बारुदी सुरुङ राख्ने, यसले गर्दाखेरि बाटोघाटो जसमा चाहिँ सबै सार्वजनिक जनताको अधिकार हुनुपर्ने हो, त्यसमा त्यो अधिकार कुण्ठित हुँदैछ एकतर्फ। र सार्वजनिक बाटोघाटोमा बम पड्किँदाखेरि, विद्युतीय धरा पड्किँदाखेरि निर्दोष जनताहरू पनि परेका छन्, जबकि भनाइमा चाहिँ नि यो चाहिँ नि सुरक्षा फौजको लागि तर्फ लक्षित हो भनेर। त्यसैले यो हाम्रो विचारमा अमानवीय भयो, अन्तर्राष्ट्रिय मानवीय कानुनको खिलाफमा छ। तसर्थ माओवादी पक्षले नेपाली जनताले चलाउने गरेको सार्वजनिक बाटोघाटोमा विद्युतीय धराप राख्न हुँदैन, राख्न पाउँदैन। यो अन्तर्राष्ट्रिय मान्यताको पनि विपरीत हो र नेपाली जनताको इच्छा र उसको चाहिँ नि सुरक्षाको पनि खिलाफमा हो। देशभित्र आम नागरिक निर्वाध रूपमा एक ठाउँबाट अर्को ठाउँमा जान पाउने अवस्था विद्यमान नरहेको चर्चा गर्नुहुन्छ सुदीप पाठक। तपाईले उठाउनु भएको आम नागरिकलाई निर्वाध रूपमा चाहिँ मुलुकको सबै भूभागमा
पुग्न पाउने जुन उसको अधिकार छ। यसै पनि संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको मानवाधिकारको विश्वव्यापी घोषणापत्र 1948ले दिएको प्रावधान जुन छ, प्रावधान अन्तर्गत कुनै व्यक्ति स्वतन्त्र रूपले आफ्नो मुलुकको टेरिटोरीमा घुम्न सक्छ, अन्तर्राष्ट्रिय जगतमा पनि ऊ घुम्न सक्छ, पुग्न सक्छ भन्ने जुन मान्यता छ त्यसको खिलाफ चाहिँ केही घटना नेपालमा भएको छन्। मलाई लाग्छ डिसेम्बर 2022 को कुरो हो। काठमाडौँ उपत्यकाको नाकाबन्दीको बडो प्रचार पनि भयो, यथार्थमा लागू पनि भयो। मान्छेहरू निर्बाध रूपमा आउन जान सकेनन्। डिसेम्बरको चाहिँ 15-16 तिर होला पूर्वका सबै इलाका बन्द भए, कहिले पश्चिमका बन्द भए। समय समयमा घोषणा हुन्छ यो बन्द त्यो बन्द, त्यो चाहिँ बिल्कुल मानवाधिकारको उल्लङ्घनको रूपमा चाहिँ हामीले लिएको छौँ। तर माओवादी प्रवक्ता कृष्णबहादुर महराको भनाइमा सुरक्षाकर्मीहरूको तर्फबाट जनताले पिरमर्का पाइराखेका छन्। नेपाली जनताका विरुद्धमा राजा र राजाको शाही सेनाले निरन्तर अपराध गरिरहेको छ र आतंक फैलाइरहेको छ। मान्छे मार्नेदेखि लिएर हत्या गर्ने, अपहरण गर्ने, लुटपाट गर्ने काम अनि राजा र राजाका सेनाले मात्रै गरिरहेका छन्। हामीले त त्यसको प्रतिरोध गरेको हो। साँचो र सत्य कुरा यो हो। यसलाई हामीले यसरी सुल्टाएर बुझ्नुपर्छ भन्ने हामी सबैलाई आग्रह गर्दछौँ। महाराज्यू, तर अनेकौं समाचार पत्रहरूमा अनेकौं तस्बिरहरू देखिन्छन्, अनेकौं लेखहरू छापिन्छन् तपाईहरूको तर्फबाट सृजना भएका आतंकका घटनाहरूको। त्यसलाई तपाईँ कसरी हामीले गरेको छैनौँ भन्न सक्नुहुन्छ? त्यो जनताको धरातलले कोणबाट हेर्नु पर्यो, जनताको पक्षबाट हेर्नु पर्यो। ग्रामीण क्षेत्रमा गएर ग्रामीण क्षेत्रका जनताहरूको एकाकार भएर यदि तपाईँले तथ्य बुझ्ने कोसिस गरियो अथवा सबैले त्यसो भयो भने हामीले ठिक अगाडि जे भन्यो त्यसलाई उल्टाएर बुझ्न सकिन्छ। त्यो वास्तवमा हाम्रो यो जनताको कोणबाट भनिने भनाइ सुल्टो भनाइ हुन्छ। र बाहिर जे आछन्, बाहिर जे लेखिन्छन् त्यो केही सञ्चार मिडियाहरू अथवा प्रायोजित घटनाक्रमहरू प्रायोजित ढङ्गले जुन प्रचार गरिन्छन् त्यो केवल भ्रम हो, त्यो सत्य होइन। समाजशास्त्री जनार्दन सुवेदीको दृष्टिमा नेपाल द्वन्द्वको यो दशकमा कुन दिशातर्फ अघि बढिरहेको छ त? जुन बाटोबाट नेपाल आज लास्ट 7-8 वर्ष 10 वर्ष हिँडेको छ यो चाहिँ तपाईँको चाहिँ एब्सोल्युटली टुवर्ड्स डिस्ट्रक्सन। तर एउटा कुरा नेपालीहरूले के बुझ्नु पर्यो भने सिक्किम अब इन्डिपेन्डेन्ट हुँदैन, सिक्किममै रहन्छ, हिन्दुस्तानको भाग हुन्छ भनेपछि भोलि नेपाल त्यही होला। अनि त्यस बेलामा हाम्रा सन्ततिहरूले हामीलाई के भन्लान्, के सोच्लान्? बुद्धको एउटा वचन छ, विजयले शत्रु उत्पन्न गराउँछ, पराजित व्यक्ति दुःखपूर्वक सुत्छ, शान्त व्यक्ति चाहिँ जय र पराजयलाई त्यागेर सुखपूर्वक सुत्छ। बुद्धको जन्मभूमिका एकताका शान्तिप्रिय भनी कहलिएका नेपालीहरूको भित्री चाहना त शान्त व्यक्ति बन्ने नै होला।